हाल नेपाल सरकारले 22 वटा मन्त्रालयहरू मार्फत नेपाललाई सञ्चालन वा चलाइरहेको छ। यी 22 वटा मन्त्रालयहरूमध्ये धेरै मन्त्रालयहरूले आफ्नो मातहतको कामहरूलाई विभिन्न विभागहरूमा पनि विभाजन गरेको पाइन्छ भने केही मन्त्रालयहरूले विभागमा नभई महाशाखा अथवा शाखाहरूमा आफ्नो कार्यलाई विभाजन गरेको पाइन्छ। यी 22 वटा मन्त्रालयहरू यस प्रकार रहेको छ। गृह मन्त्रालय, यस गृह मन्त्रालय अन्तर्गत 7 वटा विभागहरू रहेको छ। यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, यस मन्त्रालय अन्तर्गत 5 वटा विभागहरू रहेको छ। अर्थ मन्त्रालय, यस मन्त्रालय अन्तर्गत पनि 5 वटा विभागहरू रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यस मन्त्रालय अन्तर्गत 3 वटा विभागहरू रहेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय, यस मन्त्रालय अन्तर्गत 3 वटा विभागहरू रहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, यस मन्त्रालय अन्तर्गत 3 वटा विभागहरू रहेको छ। यसैगरी वन तथा वातावरण मन्त्रालय, यस मन्त्रालय अन्तर्गत पनि 3 वटा विभागहरू रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, यस मन्त्रालय अन्तर्गत 2 वटा विभागहरू रहेको छ। भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालय, यस मन्त्रालय अन्तर्गत 2 वटा विभागहरू रहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, यस मन्त्रालय अन्तर्गत पनि 2 वटा विभागहरू रहेको छ। परराष्ट्र मन्त्रालय, यस मन्त्रालय अन्तर्गत पनि 2 वटा विभागहरू रहेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, यस मन्त्रालय अन्तर्गत 3 वटा विभागहरू रहेको छ। शहरी विकास मन्त्रालय, यस मन्त्रालय अन्तर्गत 2 वटा विभागहरू रहेको छ। अन्य मन्त्रालयहरू अन्तर्गत चाहिँ विभागहरू नभए पनि महाशाखाहरू रहेको हुन्छ हैन, र ती महाशाखाहरूको पनि शाखाहरू र शाखाहरूको पनि हैन इकाइहरू रहेको हुन सक्छ। यसरी के हुन्छ त कुनै पनि मन्त्रालय अन्तर्गत सुरुमा मन्त्रालय हैन, मन्त्रालय अन्तर्गत विभाग अन्तर्गत महाशाखा, शाखा र इकाइहरू रहेर के हुन्छ त देश सञ्चालन भइरहेको हुन्छ। बाँकी मन्त्रालयहरूमा यसै गरी अहिले मैले भनेअनुसार विभागहरू नै नभए पनि शाखा महाशाखाहरू रहेको हुन्छ। यो सानो जानकारी मैले यहाँहरूलाई यो भिडियो मार्फत दिए। यस सम्बन्धी थप विस्तृत जानकारी सहितको अर्को भिडियोमा बनाउनेछु। आजको यो भिडियोमा यति नै।